हेलो दाई। हेलो भाइ। बडी त खतरा छ त दाई। हो र? भाइको पनि बुढी खत्रै छ त। म बल्किङमा छु दाई। ओके। दाई, व्हाई डोन्ट यु ट्राई मोडलिङ? ओके, ट्राई गर्नु पर्ला। प्रशान्त ताम्रकार चिन्नुहुन्छ नि? ए ओके। मैले सिकाएर हो। अहिले कहाँ छन्? म्यान हन्ट। बुढा यत्रो लिखो रे थियो यत्रै। मैले जिम जानु दाई, तपाईँको यो बडी बन्छ भनेर मैले पुसअप पुलअप चिनअप अनि के अनि प्रोटिन सेक मैले गर्दा सबै भाइले हो? ए राम्रो सिक्नुहुन्छ। राम्रैसँग। ओके। अनि पछि फेरि अब एक्टिङ पनि आएन भाइ, मलाई एक्सन पनि आएन भनेर कम्फू कराते ट्याक्वान्डो हुन्छ नि त हो त्यो पनि मैले सिकाइदिएँ। त्यसपछि अहिले कहाँ छन् हेर्नु त, एक्सन फिल्ममा साउथमा खाइसकेँ। अनि मैले नै यो मेरो नाम चाहिँ नलिनु होइन, अनि मलाई त्यस्तो फेम मन पर्दैन कि, त्यही भएर मैले तपाईँलाई मैले भनिसकेँ नि दाइ, तपाईँ गर्नुभयो भने प्रशान्त ताम्रकार त के भने मलाई पनि चिनाइदिनु पर्यो नि त भाइले। चिनाइदिनु नि दाइ। म अहिले तपाईँलाई एउटा क्याटवकको डेमो दिन्छु, म्यान हन्टमा कसरी जिताइ मैले भनेर। ओके हेर्नु है। यो त क्याटवक त भएन, पिङ्गिन वाक चाहिँ भएको जस्तो लाग्छ। त्यस्तो होइन, दाइको सोल्डर ठुलो छ नि त होइन, अनि त्यही भएर मैले ठुलो बनाएर हिँड्नुहोस् यताउता भनेर मैले यसरी हिँडेर सिकाएको होइन। उहाँले बिग फ्यान दाइ, बिग फ्यान। दाइको त म हिटेको छु दाइ, फिल्महरु पनि एकदम खुसी लाग्छ प्रशान्त दाइ। मेरो च्याट डर्यो।